लाग्यो आज फाइनल्ली वनतिर बाख्रा चराउन जङ्गलतिर। बाख्रा चराउन आएको बाख्रा हराएर गायब। कता गयो होला? सुदूरपश्चिमका त यी पहाडी एरिया जङ्गली एरियाहरू यस्तै हुन्। बाख्रा चराउन आइन्छ गइन्छ। हाम्रो त दिनभरिको कामै यस्तो हो घरतिर भयो भने त। तर बाख्रा हराएछ यहाँ। पारिपट्टिको जङ्गल यस्तो छ। पुरा जङ्गल हो यो बाख्रा साख्रा चराउने। त्यस्तो ठुल्ठुलो कहिलेकाहीँ बाघहरू हुन्छन्, भालुहरू हुँदैन। ठुलो जङ्गलमा हुन्छ, त्यति ठुलो जङ्गल पनि होइन, यो सानै हो। जङ्गलतिर यस्तै सारा काँडाहरू सालेको। बाख्रा त गायब, कहाँ गयो कहाँ गयो। ओहो आँखामा पो लाग्यो त। गाह्रो छ मलाई, गाह्रो। तेरिका जाने बाटो नै कस्तो छ म देखाउँछु, रुक्नु। ठुलो बनाएर यस्तो बाटोबाट जानु अब मेरो लागि कतिको उपयुक्त हुन्छ, कतिको हुँदैन। यताबाट लोडै घट्यो। तर मोबाइल पनि अड्किन्छ हो माथि।
बाख्राहरू गायब बाख्रा खोज्नु त कहाँ अट्क्यो मान्छे यता त गोलियो फेरि बाटो राम्रो धेरै पछि आएको बाख्रा हेर्न गोठालो त्यति आउँदैन थिएँ म गाउँतिर नबस्ने मान्छे सहरतिर थिएँ पहिलोचोटि आएको बाख्रा गायब तेरा बाख्रा बारे मन छ नि यार गाह्रो छ बाख्रा हराएछ नि यसका पनि बाख्रा खोज्न आयो कहाँ हरायो आइ बाख्रा तेरा बाख्रा म छन् पारेमा हिट तेरा बाख्रा पारेमा छन् बाख्रा हामी दुईटै बाख्रा हराएका होला यसका त छन् उता मैले देखे हो मेरा चाहिँ छैन कहाँ छ मिले तल छन् मिले बडो परेशानी गरेर बाख्राहरूले बल्ल तल्ल मिले तल छन् ऊ तल चढिरहेछ तल ऊ बडो मुस्किलले मिले यसका बाख्रा उता छन् उता सानो देखिँदैन रुखले तेरा बाख्रामा छन् हाय कहाँ भाग्यो रे तुम